हेलो नमस्ते सबैलाई। म अरुण लिम्बू। आज चाहिँ धेरै दिन पछाडि म एउटा सानो मिनी ब्लग ल्याउँदैछु। यो चाहिँ अब घरैबाट सुरु हुँदैछ। यही हो मेरो घर चाहिँ होइन। अब के कति भत्कियो, आज राति चाहिँ धेरै पानी परेको थियो होइन। अब त्यसैले म के कस्तो भयो त बाटोहरू पहाडमा के कस्तो हुन्छ त्यो चाहिँ म देखाउन लागिरहेको छु। यहाँ मेरो घरको छेउैमा भएको धुप्पीसल्ला पनि भत्किया छ, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो घर यस्तै हुन्छ है। अब रोडहरू चाहिँ के कस्तो भयो म देखाउने छु। धेरै दिन भिडियोहरू चाहिँ अपलोड गर्न पाइरहेको थिएन आफ्नै व्यस्तताको कारणले। आज चाहिँ यसो फेरि ब्याक आएको छु थोरै समय मिलेर। यहाँ के कस्तो भयो त आज राति चाहिँ लगातार 3 दिनको बर्सातपछि अब के कस्तो भयो त्यो म देखाउँछु है छोटो। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने, नयाँ भ्युवर हुनुहुन्छ भने लाइक सब्सक्राइब पनि गरिदिनु होला होइन। अब अगाडिपट्टि देखाउँछु है त म, पछाडिपट्टि ब्याक गरेर देखाउँछु है मेरो मतलब। यहाँनिर चाहिँ यस्तो रोड पनि अब कतिलो हुँदैन अब पहाडको होइन। अब यहाँ भत्किया छ, भैँसीहरू पनि छ माथि, झन्डै पुरेन छ। अनि यहाँ पनि निकै ठुलो यो भत्किया छ, अलिक जुम गरेर देखाउँछु होइन। यहाँ पहिला यतापट्टि भन्दा पनि अब पहिला चाहिँ यता गएर म देखाउने छु, त्यसपछि चाहिँ फेरि पुनः यता फर्किने छु है त। यहाँ रोड भर्खरै बनाएको थियो, अब बर्खा मास अब धेरै बिग्रिएको थियो यो रोड पनि। अब बनाएको थियो, अब फेरि अब 3 दिनको कन्टिन्यू बर्सातपछि फेरि अब भत्किसकेको छ। अब यहाँ यस्तै छ। अब पहाडमा अब बस्न पनि धेरै नै रिस्क हुन्छ। यहाँ त अब त्यति साह्रो पहाड त मतलब भिरालो त छैन, त्यही पनि अब भिरालो नभएको ठाउँमा त यस्तो हुन्छ। अब खासै अब यत्रो होइन वन जङ्गल भएकोमा त अब यसरी अब भत्किन्छ, पहिरो जान्छ। अब हामीभन्दा माथि अझै लेकतिर अलिक भिरालो ठाउँतिर बस्नेहरूको त झन् हालत के होला होइन। अब सालैपछि अब यस्तो भइरहन्छ, अब मान्छे मर्छ के हुन्छ, त्यस्तो घटना हामीले सुनिरहेकै हुन्छौँ। अब यहाँ पनि यत्रो बाटो जान सकिने अवस्था नै छैन होइन। अब के हुनु, यस्तै छ। यहाँनिर जान सक्ने अवस्था चाहिँ खासै छैन। यहाँ यस्तो हिलो छ, फसिन्छ। अब हाम्रो यो 5 थर माथि, अब यहाँको हालत चाहिँ यस्तै छ। के गर्नु, बाटो पार गर्न सक्ने अवस्था छैन। यहाँ अझै यहाँ पनि ठुलै भत्किया रहेछ, म देखाउँछु यता। म अझै यसरी भन्दा पनि क्यामेरालाई चाहिँ अब एकचोटि ब्याक गरेर तपाईँहरूले देखि नै हाल्नुभयो। अब यहाँभन्दा चाहिँ पर चाहिँ म गइनँ, किनकि अब जान सक्ने स्थिति छैन, त्यहाँ खुट्टा भाँचिन्छ। त्यसैले म यता अब फर्किँदैछु। अब पल्लोपट्टि म देखाउँदैछु है त होइन। अब यहाँको अब
गाउँघरको अब त्यही हो, ठुलो मान्छेहरू अब सबै राम्रो मान्छे भइदिएको भए यस्तो हुन्थेन होला होइन सायद। अब यस्तै पहाडमा पनि त अब राम्रो नेता, राम्रो त्यहाँको उयो मान्छेहरू, ठुलो मान्छेहरू भएकोमा राम्रै देखिन्छ। तपाईँहरू आफै मिलाएर बुझ्नु होला। यसको बारेमा चाहिँ म धेरै बोलिनँ। सो अब चाहिँ म अगाडिको सिनहरू चाहिँ म देखाउँदैछु। अब अगाडिपट्टि मेरो घर अगाडि चाहिँ के कस्तो भयो होइन, त्यो एकचोटि हेर्नुहोस् होइन। यो चाहिँ गोठ हो। पछाडिपट्टि लान्छु है त। यो घर हो, यो पनि यस्तै छ, मेरो घरै हो यिनीहरू। यो पल्लो चाहिँ छिमेकी घर यस्तै छ। यहाँ घर आँगनमा पनि भत्किया छ। यहाँनिर अघि देखाएको सुरुमा धुप्पीसल्ला यहाँ माथि थियो, स्वाद थियो। अहिले चाहिँ तल पुर्या छ। यहाँ यो होइन भत्केर। अब यो चाहिँ घर हो होइन मेरो, यस्तै नै छ। धेरै ठुलो पानी परेको थियो, 3 दिन 4 दिनको लगातार वर्षापछि होइन। अब योभन्दा अझै अगाडि म देखाउँदैछु। यहाँ चाहिँ छिमेकी घर होइन। यता देख्नुहुन्छ अब तपाईँहरूले, यस्तै छ न। यो चाहिँ योभन्दा चाहिँ अझै म अगाडि गएर देखाउँछु। फाइनल्ली म चाहिँ अहिले यहाँनिर घर नजिकैको डाँडामा चाहिँ आइपुगिसकेको छु। अब म चाहिँ देखाउँदैछु यता यो चाहिँ घर नजिकैको अब डाँडा जक्सन जस्तै भनौँ न। यहाँ आएर साथीहरूसँग बस्ने होइन, रमाइलो गर्ने। यहाँ माथि मन्दिरहरू पनि छ होइन। अब पारिपट्टि चाहिँ आज धेरै राम्रो उयो सिनहरू चाहिँ देखिँदैछ। त्यसलाई चाहिँ म अझै क्यामेरा चाहिँ अब ब्याक गरेर देखाउने छु। तपाईँहरू प्रतीक्षारत रहनु होला। म पहिला अगाडिबाट देखाउँछु, त्यसपछि पछाडिबाट देखाउँछु है त। देख्न सक्नुहुन्छ यस्तै नै छ। अब पुरै हरियाली छ, पुरै पानी परेर झन् हरियो भएको छ। अब उयो चाहिँ यासोक डाँडा हो होइन। यहाँको अब नजिकैको अलिक ठुलो बजार भनेकै त्यही हो। अब चाहिँ म ब्याक गरेर अलिक राम्रोसँग देखाउँछु है त। तपाईँहरू यहाँ त यस्तै नै छ, खासै देखाउने त केही पनि छैन। यहाँ माथिको चाहिँ सुमालुङ डाँडा भन्छ यसलाई होइन। त्यसको भिडियो पनि मैले अगाडि नै अपलोड गरिसकेको छु। सो अब चाहिँ पछाडिपट्टि हेर्नु है त। यो चाहिँ अब पारी गाउँ, यताबाट म देखाउँदैछु है त। एकैचोटि म यो डाँडाबाट देखाउँछु। यो चाहिँ सुमालुङ हिल, त्यसपछि यता भन्ज्याङ यहाँ देखिँदैछ होइन रुखहरूले छेलेर। र यो चाहिँ पारी गुम्बा भन्छ। अब साङ्गु दुतिया कता होइन। पारीको हिमालहरू चाहिँ म एकैछिनपछि म जुम गरेर देखाउने छु। यहाँ चाहिँ तल गाउँहरू चाहिँ यस्तै नै छ होइन। पारीको चाहिँ म एकचोटि देखाउँछु है त। यो हिमालहरू अब मोबाइल चाहिँ अलि लो क्वालिटीको भएर राम्रोसँग टिपिरहेको छैन र बादल पनि लागिरहेको रहेछ। अब यत्तिकै अघिसम्म ठिकै थियो। अब देख्न सक्नुहुन्छ अब बादल आधी चाहिँ छेलिसकेको छ। यो हिमालहरूलाई चाहिँ अब यो मैले अघि नै भनिहालेँ, यो चाहिँ यासोक डाँडा है त। र अझै के अरे मौसम चाहिँ सफा भएको बेला चाहिँ हिमालहरू चाहिँ टन्नै नै देखिन्छ होइन।
यस्तै नै छ हैन। अब पानी परेर धेरै नै कुल देखिरहेछ। आकाश चाहिँ यस्तो भएको छ। यहाँ माथि पर थोरै बादल पनि लागेको छ। अलि छिटो भयो कि क्या? यासकबाट देखाउँदैछु है त म बिस्तारै। यो लामो डाँडा चाहिँ कुमाएको भन्छ है यसलाई चाहिँ। त्यहाँनिर मन्दिर छ। यता हुँदै चौथी बजार आउन लाग्यो। अलराइट ओके, तपाईँहरूले हेरिसक्नुभयो होइन? अब के कस्तो लाग्यो होइन? यस्तै नै छ। अब के कस्तो लाग्यो तपाईँहरू अब नयाँ भ्युवर हुनुहुन्छ भने यसो एक लाइक थिचेर अब माया गरिदिनु होला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है त। आगामी नेक्स्ट भिडियोमा भेट्ने नै छौँ। ओके, सी यू सुन, बाई बाई।